नेपालको विभिन्न परिवेशमा, विभिन्न प्रदेशमा, विभिन्न राजनीतिक कालखण्डमा परिवर्तनको लागि त्याग गर्नुभएका मधेस शहीद अन्य क्षेत्रका शहीद परिवारका केही प्रतिनिधिहरूको उपस्थिति रहेको छ। उहाँलाई बिस्तारै हामी स्टेजमा बोलाउँदै गर्नेछौँ। शहीद रमेश महतोको बुवा आउनुभएको छ, मोहम्मद अनिस राइनको बुवा आउनुभएको छ, बेचन यादवका परिवारका सदस्य आउनुभएको छ, जेनजी आन्दोलनमा संलग्न विजय चौधरीको परिवारजीहरू पनि आउनुभएको छ। उहाँहरूलाई बिस्तारै यहाँ उपस्थिति जनाउनको लागि अनुरोध गर्दछु। यो कार्यक्रमको सञ्चालनको जिम्माहरू कसैको रहेको थियो, तर मलाई मेरा नेता पार्टी उपसभापति डिपी अर्यालज्यूले तपाईँले नै सम्हाल्नु पर्ला भन्ने निर्देशन दिनुभयो र मैले सम्हाल्ने प्रयास गर्दैछु। र अब म छोटकरीमा आफ्नो मन्तव्य, आफ्नो केही कुरा भन्नु छ, किनकि म यो धनुषा 3 को उम्मेदवारीको निर्णय गरेको छु। तपाईँहरू सबैजनाको साथ चाहिएको छ। जनकपुरले व्यापारको पनि भाषा बुझ्छ, संस्कारको पनि भाषा बुझ्छ। अब तपाईँहरूलाई म एउटा अनुरोध गर्न चाहन्छु, विगतको असफलतामा लगानी गर्न चाहनुहुन्छ कि भविष्यको सफल योजनामा लगानी गर्न चाहनुहुन्छ? हामीसँग योजना छ। 10 वर्ष, 15 वर्ष, 20 वर्षमा कहाँ पुग्छौँ भनेर मेरा केही अग्रज प्रतिद्वन्दीहरूको एजेन्डा रहेको छ। यी अन्तिम बेर चाहिँ दियो भोट, त्यो बाहेक उहाँहरूसँग केही एजेन्डा पनि बाँकी रहेको छैन। यसैले गर्दाखेरि हामी देश परिवर्तनको लागि आएको छौँ र म यहाँ बालनजीको सरकारको, उहाँको नेतृत्वमा हुने सरकारको एकजना अनुयायी, एकजना सहकर्मीको सदस्यको रूपमा रहन चाहन्छु। तर तपाईँहरूले मलाई मत दिनुपर्छ, मन दिनुपर्छ, आशीर्वाद दिनुपर्छ, शुभकामना दिनुपर्छ। त्यसैले गर्दा म त्यो अनुरोध गर्न चाहन्छु। म यो जानकी हाई स्कुल, बारबिघा मैदानको जानकी हाई स्कुलबाट एसएलसी पास गरेँ। रामस्वरूप रामसागर बहुमुखी क्याम्पसबाट क्याम्पस पढेँ। केही फर्दर स्टडीको लागि काठमाडौँ र केही देश गएँ। फर्केर आए। जनकपुरको शास्त्रार्थको विकासको लागि मैले जनकपुर साहित्य महोत्सव लगायत केही कामहरू विगतदेखि नै गरिराखेको छु। अब आगामी यात्राको लागि, आगामी कामको लागि तपाईँहरूको मलाई कामना चाहिएको छ, शुभकामना चाहिएको छ। जसरी मुम्बईको गणेश पूजा, कलकत्ताको काली पूजा, भक्तपुरको बिस्केट जात्रा, काठमाडौँको इन्द्र जात्राले चिनिन्छ, त्यसरी नै यो अध्यात्मको राजधानीको रूपमा म विश्वभर चिनाउन चाहन्छु। त्यो मेरो प्रतिबद्धता हो। युवाहरूको लागि राम जानकी रङ्गशाला बन्नेछ र त्यहाँ अन्तर्राष्ट्रिय खेल हुनेछ, त्यो मेरो प्रतिबद्धता हो। अब जानकी मन्दिर पनि विश्व सम्पदा सूचीमा सूचीकृत हुनेछ, त्यो मेरो प्रतिबद्धता हो। अयोध्यादेखि जनकपुर जोडिनेछ, त्यो पनि मेरो प्रतिबद्धता हो। यो सबै कार्यक्रम लिँदै सुशासन, सार्वजनिक सेवा, सभ्यता, संस्कृति अभियान, पर्यटन र सम्मानजनक कृषि सेवादेखि लिएर सबैमा हामी बाचापत्र, हाम्रो डाक्टर स्वर्णिम वाग्ले पार्टीको उपसभापतिको नेतृत्वमा बन्दै गरेको बाचापत्र लिएर आउने नै छौँ, प्रस्ट्याउने नै छौँ। तपाईँको घर घरमा पुग्नेछौँ, हरेक मधेसमा पुग्नेछौँ। मेरो सहयात्री तपेश्वरसँग यो मधेसको लडाइँ अब हाम्रो अग्रज डाक्टर रमेश कुमार सिंहको अभिभावकत्वमा मधेस अब हामी परिवर्तन गरेर देखाउनेछौँ। तपाईँहरू सबैजनाको साथ, तपाईँहरू सबैजनाको आशीर्वाद, तपाईँहरू सबैजनाको मत र तपाईँ सबैजनाको मन चाहिएको छ। एकचोटि मौका दिनुहोस्, अर्कोचोटि 1825 दिनपछि अर्को चुनावको बेलामा अरूले फेरि एकचोटि मौका देऊ भनेर याचना लिएर आउँछ। हामी हाम्रो रिपोर्ट कार्ड लिएर आउनेछौँ कि के गर्यो 5 वर्षमा भनेर।
र त्यो रिपोर्ट कार्ड देखेर तपाईँहरूले हामीलाई फेरि फेरि मौका दिनुहुनेछ। तसर्थ यो अनुरोध सहित म त यो सभामा, म त यो जनकपुरमा पटक पटक बोल्ने छु। तपाईँहरूको घरमा, आँगनमा, चौकमा, चिया पसलमा, जानकी मन्दिरमा, राम मन्दिरमा, बलिरहेको पसलमा, लस्सी दोकानमा, हम यही पीते हैं लस्सीमा, लडनको माछा पसलमा, बेचनको चिया पसल स्टेसनमा, सबै ठाउँमा पुग्ने छु र बोल्ने छु। आज हामी अब यस सभामा हाम्रा पार्टीका उपसभापति, यस देशले, यो प्रदेशले, साउथ एसियाले, एसियाले, विश्वले पत्याएको अर्थशास्त्री डाक्टर सोनु मोर्लीलाई केही कुरा राखिदिनको लागि अनुरोध गर्न चाहन्छु। धन्यवाद।